साथीहरू नमस्कार। मैले त भँगेरा सगेरा चराचुरुङ्गी पालेर यहाँ पानीसानी दिएर गर्मीमा बिचराहरूलाई पानीसानी दाना पानी सब दिएको छु। अनि भागिरहेको नि त। अनि यहाँ धेरैलाई पालिरहेको छु मैले यहाँ। अब सेवा नै धर्म हो भने जस्तै अब भँगेराहरू ढुकुरहरू अनि यिनी सबै चराहरूलाई यहाँ पालिरहेको छु। यसो त खाना दिइरहेको छु। रोटी खान्छन्, चामल खान्छन्, भात खान्छन्। अब अहिले त अलिकति थोरै आछन्, नभए चाहिँ 60-70वटालाई चाहिँ पालिरहेको छु ल। अनि खाँदै भाग्दै गरिराख्ने, एउटा दुईवटा चाहिँ उभिराख्ने। अरू उता उता छन्, यता छन्, यता छन्, यता छन्, उडिराखन् गइराखन्, यता यता टन्नै छन् त। अनि यस्तै गरी बसिराखन्। अनि के भन्छन् अरे यहाँ बिचरा खाना पनि पाउँदैनन्, मेन कुरो पानी खान पाउँदैनन्। त्यस कारण गर्दाखेरि यो गर्मीमा पानी खान नपाएर यो पल्टी गर्छन् त, गर्मीले फेन्टो भएर लड्छन्। त्यस कारण गर्दाखेरि मैले पानी सानीको व्यवस्था अनि खानापिना यिनीहरूलाई अब सुत्ने व्यवस्था त गर्न सकेको छैन यिनीहरूलाई होइन त। सुत्ने व्यवस्था पनि गरिदिनु पर्ने हो, तर सुत्ने व्यवस्थाको चाहिँ आफै गरिरहेछन्। तर खानपिनको चाहिँ मैले व्यवस्था मजाले आरामसित गरिदिरहेको छु। खाइरहेछन्, बसिरहेछन्, रमाइरहेछन्, बच्चाहरू ल्याइरहेछन्। अब रमाइलोसँग दिन बिताइरहेछन् है यिनीहरूले भँगेराहरू। ल साथीहरू, ल ओके ल।